हेलो गाइज नमस्ते वेलकम टु झर्ना ब्लग। यहाँहरूलाई झर्ना ब्लगमा स्वागत छ। आज चाहिँ म हजुरहरूसँग केही छोटो इन्फर्मेसन लिएर आएको छु अबाउट पिएसबिडी रिलेटेड। धेरैजनाले सोधिराख्नु भएको हुन्छ कुन कम्पनीबाट आउने, कसरी आउने, यति लागत लाग्छ, धेरै कुराहरू मसँग सोधिराख्नु भएको हुन्छ। सायद म कामको व्यस्तताले गर्दा उहाँहरूको टाइम टु टाइम रिप्लाई दिन पनि सक्दैन। मैले हजुरहरूको सबै इन्फर्मेसन हजुरहरू यसरी आउनु, यसरी प्रोसेस गर्नु, यहाँ जानुपर्छ, त्यो सबै कुराहरू मैले योभन्दा अगाडिको भिडियोमा पनि राखिदिइसकेको छु। लेटेस्ट अहिलेको केही कमेन्टहरू छ जसको मैले आज रिप्लाई दिन खोजिरहेको छु। धेरैजनाले सोधिराख्नु भएको हुन्छ, इभन मलाई पर्सनली मेसेज गरेर पनि उहाँहरूले इन्स्टामा मेसेज गरेर सोधिराख्नु भएको हुन्छ, सिस्टर हाम्रो बडीमा चाहिँ ट्याटु छ, ट्याटु भएको एक्सेप्ट गर्छ कि गर्दैन। तर रिसेन्टली मलाई कसैले आज मात्रै मैले देखेको थिएँ, उहाँको रिप्लाई दिन सकेन। मैले सोचेँ साँझ एउटा भिडियो मैले अपलोड गरिदिन्छु, उहाँहरूले बुझ्नुहुन्छ होला, अलिकति बुझ्नलाई सजिलो हुन्छ होला भनेर। उहाँले चाहिँ हजुरको पनि ट्याटु रहेछ होइन, एक्सेप्ट हुन्छ कि हुँदैन, पिएसबिडीमा ट्याटुले केही प्रब्लम हुन्छ कि हुँदैन भनेर सोधिराख्नु भएको थियो। यो मेसेज चाहिँ स्पेसल हजुरहरूको लागि जसको बडीमा ट्याटु छ र पिएसबिडी सेक्युरिटी गार्डको लागि आउँदै हुनुहुन्छ र हजुरहरू डराइराख्नु भएको छ ट्याटु भयो भने अलाउड हुन्छ कि हुँदैन, हामीलाई सिलेक्ट गर्छ होला कि गर्दैन होला, यस्तो खालको प्रश्नहरू हजुरहरूसँग उठिरहेको छ, हजुरहरूलाई लागिरहेको छ कि के हुन्छ होला भनेर। सो भिडियोलाई चाहिँ स्किप नगरिकन एन्डसम्म हेर्नु होला, म हजुरहरूलाई सबै कुरा चाहिँ भनिदिन्छु है त। हो, मेरो पनि ट्याटु छ, यहाँनिर देख्न सक्नुहुन्छ, यो चाहिँ मेरो ट्याटु हो। र मैले यो ट्याटु चाहिँ कतिलाई लाग्छ होला पिएसबिडीमा आउनुभन्दा अगाडि नै मैले हानिसकेको थिएँ। त्यो चाहिँ होइन, यो ट्याटु चाहिँ मैले पिएसबिडी सेक्युरिटी गार्डमा काम गर्ने क्रममा 3 वर्षपछि मात्रै हानेको हो होइन। यो मेरो ट्याटुको कुरा गर्दा र हजुरहरूको बडीमा ट्याटु छ र हजुरहरू आउन पाउनुहुन्छ कि नै, यो कन्डिसनमा चाहिँ हजुरहरू आउनुहुन्छ है। जस्तै हजुरहरूको लागि फर इक्जाम्पल हजुरहरू कुनै मेन पावरमा एज अ पिएसबिडी सेक्युरिटी गार्डको इन्टरभ्यू दिन जाँदै हुनुहुन्छ, हजुरहरूले स्लिपलेस लुगा लाएर जानुभएको छ, या त सर्ट यतिसम्म सर्ट लाएर जानुभएको छ, हजुरहरूको भिजिबल जहाँनिर हजुरहरूको देखिन्छ नि, देखिने ठाउँमा चाहिँ हजुरहरूको ट्याटु छ हातभरि, जहाँनिर चाहिँ जसले पनि देख्न सक्छ नर्मली भन्दा त्यो लुक्स मान्छेले इन्टरभ्यू लिने मान्छेलाई पनि अलिकति ट्याटु भनेपछि लाइक कस्तो टाइपको हुन्छ नि त मान्छेहरूको सोच होइन। त्यसरी हजुरहरूले बडीमा सो गरेर देखाएर जानुभयो भने चाहिँ हजुर 100% पास हुने ठाउँमा चाहिँ 90% हुन सक्छ होइन। तर हजुरहरू इन्टरभ्यू दिन जाँदा चाहिँ हजुरहरूले फुल ड्रेस कभर गरेर, ट्याटुलाई कभर गरेर फुल ड्रेस लाएर इन्टरभ्यू दिन जानुभयो भने चाहिँ केही पनि प्रब्लम हुँदैन। र आफ्टर हजुरहरू यहाँ आइसकेपछि पनि हजुरहरू पिएसबिडी एनएसआई दिन जाँदा पनि हजुरहरूले सर्ट लुगा सेक्युरिटीले लगाउन अलाउड छैन। सो हजुरहरूको अलरेडी सर्ट यहाँनिरसम्म हुन्छ, या त कोट हुन्छ नभए हजुरहरूको सर्ट हुन्छ, हजुरहरूले त्यो ट्याटु देखाउन मिल्दैन, इभन चाहेर पनि देखाउन मिल्दैन। सो हजुरहरूको बडीमा ट्याटु छ कि छैन, यसले ट्याटु कहाँनिर हानेको छ, त्यो तरिकाले चाहिँ यहाँनिर चेक हुँदैन। त्यसको लागि चाहिँ नडराउनु होला। यदि हजुरहरूको शरीरमा ट्याटु छ भने पनि हजुरहरूलाई केही प्रब्लम हुँदैन। जस्ट हजुरहरूले इक्जाम दिने टाइममा त हजुरहरूले अलरेडी युनिफर्म लगाइसक्नु भएको हुन्छ, त्यहाँनिर केही प्रब्लम छैन। इन्टरभ्यू दिन जाँदै हुनुहुन्छ र हजुरसँगको बडीमा देखिने ठाउँमा हातहरूमा ट्याटु छ भने चाहिँ हजुरहरूले त्यो टाइममा चाहिँ ट्याटु कभर गरेर या त फुल कपडा लगाएर जानुभयो भने चाहिँ हजुरहरूलाई केही पनि प्रब्लम हुँदैन है। किनकि सेक्युरिटी गार्डको ड्रेस भनेको फुल हुन्छ, हजुरहरूको सर्ट हुन्छ, फुल हुन्छ, हाफ युज लगाउन पाउँदैन। सो त्यो भएर हजुरहरूको ट्याटु अलरेडी हाइट हुन्छ, त्यो भएर टेन्सन नलिकन हजुरहरू पिएसबिडी सेक्युरिटी गार्डमा चाहिँ युए आउन सक्नुहुन्छ। आज हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, भिडियो मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट अनि सेयर गर्न चाहिँ नबिर्सनु होला। बाँकी इन्फर्मेसनको लागि मलाई हजुरहरूले कमेन्ट गर्नु होला, हजुरहरूलाई के को बारेमा इन्फर्मेसन चाहिएको छ, के कुराहरू हजुरलाई बुझ्न मन छ, म हजुरहरूलाई फेरि नेक्स्ट भिडियोमा सबै कुराहरू एक्सप्लेन गर्नेछु। थ्याङ्क यू गाइज, थ्याङ्क यू सो